आला जस्तो छ त दुईटै एकैचोटि रहेछ यसको टाउको एउटै रहेछ त नि यहाँबाट सुइँ लाएर तरुल 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 हेर्न सक्नुहुन्छ आफूभन्दा अग्लो तरुल के हो भान्जा यहाँबाट पुरै यति लामो हो आमामा कति लामो दैट भान्जाले ल हो यसरी उठाउन खोज्छ यो चाहिँ सर्फ है आला जस्तो छ त दुईटै एकैचोटि रहेछ यसको टाउको एउटै रहेछ त नि खाना खायो भान्जाले अनि अहिले के गर्ने तरुल ओसार्ने मसँग रुखमा नचढेको धेरै भइसक्यो अब सक्छ सक्दैन त्यो पनि थाहा छैन है कोसिस त गर्नु पर्यो नि अब कोसिस नगरिकन हुँदैन आमामामा ल है आयो रे आयो भरिलाई नमस्ते झोरले सम्पूर्ण साथीहरू म खेम थापा मगर मेरो आजको यो भिडियोमा तपाईँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्छु विशेष गरी अहिले चाहिँ म तपाईँलाई एउटा जुन छुट्टै खालको अथवा चाहिँ एउटा फेरि नयाँ यो गाउँले भ्लगको रूपमा चाहिँ यो भिडियो लिएर आएको छु यहाँनिर पछाडि यो चाहिँ हाम्रो बाख्राको खोर हो यतातिर बाख्राको आवाज पनि सुन्न सक्नुहुन्छ तपाईँले होइन अब चाहिँ बिस्तारै गाउँघरमा अब माघे सङ्क्रान्ति चाहिँ आउनलाई धेरै दिन छैन 2-4 दिन मात्रै बाँकी छ अब यो बिचमा चाहिँ यो तरुल निकाल्ने जुन हाम्रो घर तरुल छ हामीले बारीमा लगाएको तरुल चाहिँ निकाल्ने एकदमै तछाड मछाड अथवा एकदमै चाहिँ यो के भन्छ यसलाई चाहिँ भ्याइ नभई छ यसमा चाहिँ र आजको भिडियो चाहिँ अब 5औँ 6औँ भए पनि आज चाहिँ यो चौथो यो 4th यो तरुलको भाग 4 रहेको छ तपाईँहरूले यो पनि हेरिदिनु होला र आज चाहिँ मसँग विशेष गरी मेरो भान्जा कपिल भान्जा अनि त्यसपछि मामा म खेम है हामी दुईजना मिलेर आज चाहिँ बारीमा तरुल खन्छौँ तरुल निकाल्छौँ योभन्दा अगाडि डोब लगाएर राखेको 4-5 ठाउँमा निकाल्न पनि बाँकी छ त्यो निकाल्छौँ तरुल के कस्तो रहन्छ हेर्नु होला है अनि यहाँ पछाडितिर देख्न सक्नुहुन्छ यसमा यहाँ चाहिँ यसलाई चाहिँ हामीले हाम्रो मगर भाषामा यसलाई चाहिँ खुर्पोट्या भन्छौँ तर यसलाई चाहिँ खुर्पेटो भनिन्छ होइन हामी मगरहरूको एउटा चाहिँ चिनो एउटा चाहिँ सिम्बल पनि हो हेर्न सक्नुहुन्छ यसमा यो खुर्पा चाहिँ यसरी हामीले यसलाई ठ्याक्कै यसरी हालेर हिँड्दाखेरि सेफ्टी हातमा लिएर हिँड्दाखेरि चाहिँ लड्न सक्छ यो हात काट्न सक्छ भन्ने हिसाबले यसरी खुर्पेटामा राखेर लिएर हिँड्ने गर्छौँ हेर्न सक्नुहुन्छ यो खुर्पा यस्तो छ है एकदम लागेको छ खुर्पा चाहिँ अब म एकछिन यो तरुल खन्नुभन्दा अगाडि चाहिँ त्यहाँ एउटा चाहिँ घाँस छ त्यो घाँस झार्छु बाख्राको लागि अहिले भैँसीको लागि भनौँ न त्यसपछि तरुल पनि निकाल्छौँ स्टे ट्युन है तपाईँहरू जहाँबाट हेरिराख्नु भए पनि सन्चै हुनुहुन्छ होला आरामै हुनुहुन्छ होला भन्ने विश्वास पनि गर्छु स्वास्थ्यको ख्याल गर्नु होला नेपालमा हुनुहुन्छ भने जाडो छ जाडोको बेलामा चाहिँ आफूलाई केयर गर्नु होला नेपालभन्दा बाहिर हुनुहुन्छ ड्युटीमा काम गर्नु भएको छ अथवा चाहिँ कम्पनीजहरूमा चाहिँ काम गर्नु भएको छ भने बस्दाखेरि खाँदाखेरि हिँड्दाखेरि ध्यान दिनु होला भन्दै आजको भिडियो सुरुवात गर्छु भिडियो अन्तिमसम्म हेर्नु होला र अन्त्यमा हेरिसकेपछि तपाईँलाई भिडियो कस्तो लाग्यो के कस्तो लाग्छ तपाईँहरूको कुनै सल्लाह सुझावहरू छ भने त्यो पनि राख्नु होला भन्दै अब अगाडि बढ्न चाहन्छु घाँस झार्नेतिर लाग्न चाहन्छु स्टे ट्युन है त ल घाँस हार्नको लागि चाहिँ लाग्दैछु अब उतातिर कोदालोहरू पनि छ सबै चिज छ होइन अब त्यसपछि तरुल पनि निकाल्छौँ आजको भिडियो चाहिँ स्पेसल हुनेवाला छ अझै रहनुवाला म यता तलतिर यसरी झर्दै यहाँनिर भुइँ कटर छ हाम्रो अब यहाँ पछाडि जाँदैछौँ यतातिर जाँदैछौँ है यतातिर हाम्रो यो अमृसो छ अनि तलतिर बारीमा चाहिँ यहाँनिर यो चाहिँ तरुलको यो छोरे भन्छौँ यसलाई चाहिँ यो सानो तरुलको बिउ हो यो चाहिँ हेर्न सक्नुहुन्छ यही तरुल चाहिँ ठुल्ठुलो हुँदै हामीले खनेको तरुल हो यो चाहिँ तरुलको बिउ तरुलको छोरे है यसलाई चाहिँ मेरो भान्जा है कपिल भान्जा खाना खायो भान्जाले अनि अहिले के गर्ने तरुल ओसार्ने मसँग हो अनि माटो लाग्छ त फेरि केही हुन्न पुरै माटो लाग्छ अहिले त पुरै माटो भएर काम गर्नुपर्छ अनि घाँस झार्ने अहिले घाँस उस गर्नुपर्छ है त्यो उताको घाँस भान्जा चढ्ने कि म चढ्ने सक्दैन होला खस्छ फेरि ल हाम्रो भान्जा चाहिँ यतातिर छ है हाम्रो भान्जा चाहिँ आज मेरो यो क्यामराम्यान पनि हो आज चाहिँ भान्जालाई क्यामेरा समात्न पठाउँछु अनि गएर चाहिँ मेरो घाँसहरू यताउति तरुल ओसार्ने सो आजको मेरो हेल्पर चाहिँ मेरो भान्जा हामी दुईजना भएर चाहिँ आजको भिडियो सुरु गर्दैछौँ ल भान्जा जाउँ ल हिँड्नु ल जाउँ तलतिर होइन घाँस हार्ने चाहिँ हाम्रो कपिल भान्जा यतातिर रोनाल्डोको रहेछ फ्यान हो क्या रोनाल्डोको भान्जा रोनाल्डोको फ्यान हो मेसीको होइन अनि रोनाल्डोले के गर्छ भन्नाले कस्तो गोल खत्रै हान्छ हो अनि भलिबलमा चाहिँ को हो भलिबल हेर्छै हेर्दैन को हो भलिबलमा चाहिँ
हिमाल सुनारी हो र वाह ल हिमाल सुनारी भाइ है यो भ्लग मार्फत चाहिँ हिमाल सुनारी भाइलाई हाम्रो गण्डकी प्रदेशको सान नेपालकै पनि एउटा चाहिँ उदयमान भलिबल खेलाडी है हिमाल सुनारी भाइलाई पनि एकदमै सम्झना छ। अस्ति भर्खरै अवार्ड पनि जितेको छ। मैले मेरो फेसबुक पेजमा कङ्ग्रेचुलेसन भनिसकेको छु। फेरि पनि हिमाल सुनारी भाइलाई कङ्ग्रेचुलेसन। अब यो घाँस झार्ने हो आमा, यो घाँस झार्ने हो कुन चाहिँ उ त्यो ए त्यहाँबाट चढ्ने ल आमाले यहाँ देखाइदिनु भयो यो घाँस झार्नको लागि यतातिर। ल यो चाहिँ के घाँस भन्छ अरे आमा यसलाई? गाई हो ए यसलाई त अब मगर भाषामा गाई हो भन्दो रहेछ। के घाँस हो कुन्नी भान्जा होइन न म चढ्छु चढ्नु भान्जा चाँ खोरले क्या झालो ए झालो न झालो के चाहिँ आज ल भान्जा आमामा भान्जा कहिले रुखमा नचढेको मान्छे नै पुरा ट्राई गरिरहेको छ है। ल मलाई खिच्नु म चाहिँ माथि चढ्ने भान्जा ल मलाई खिच ल ल भान्जाले चाहिँ मलाई खिच्दैछ है। ल हेर्नु होला म चाहिँ खुर्पा यहाँ हालेर माथि पुगेर झार्ने किलोको मात्रै ल है घाँस झार्नु पऱ्यो नि। रुखमा नचढेको धेरै भइसक्यो अब सक्छ सक्दैन त्यो पनि थाहा छैन है। कोसिस त गर्नु पऱ्यो नि अब कोसिस नगरिकन हुँदैन। आमा आमा हाइट हाइट थरथर पो काम गर्छ यार धेरै समयपछि त। सक्दो रहेछ ल ल यस्तो रहेछ राइट भान्जा देखिएछ मलाई देखिएछ नि होइन। ल अब घाँस हार्नुपर्छ है त ल यसलाई चाहिँ खुर्पा त बेसी लागेर रहेछ आमा हो। छैन रहेछको देखियो भान्जा मलाई ल अब चाहिँ घाँस यसरी झार्ने भान्जा है। ठुल्ठुलो रुखमा पनि चढेको पहिला चाहिँ धेरै भयो अहिले नचढेको तर गाह्रो रहेछ हौ थरथर कामदो रहेछ। यस्तो छ भान्जा राइट। तलतिर पुग्छ क्या पुग्यो आयो रे आयो भरिलाई ल भ्याइयो यो झारेर भ्याइयो। अब चाहिँ म झर्नु पर्छ है। अब झर्नु पर्यो भनेपछि यहाँबाट बिस्तारै चढ्ने बेलामा भन्दा झर्ने बेलामा चाहिँ निकै अप्ठ्यारो हुन्छ। चढ्ने बेलामा चाहिँ सजिलो हो बरु एकदमै खटिएर झर्न सक्छौँ तर झर्ने बेलामा सरी काम छ यो ऊ नभएर के भन्छ यसलाई बानी बिग्रेछ भनौँ न। यस्तो छ झर्नलाई चाहिँ है। झर्न त यहाँ मजाले चिप्लेको छैन है। कति बेला मजाले चिप्लिन्छ भन्नु होला। यहाँ अहिले तरुल खन्दाखेरि चाहिँ सेफ्टीको लागि मोजा लगाएको नखोलिकन चढेँ। यहाँ फेरि रोटे कमिला रहेछ क्या। यो रोटे कमिलाले टोक्यो भने त फेरि यसलाई त एकदमै झमझमाउँछ है। जाडोमा त झन् बेसी झमझमाउँछ यसले। अहिले भान्जा अहिले ल भान्जा गाह्रो छ हो गाह्रो छ धनले भान्जा आमा भान्जा अघि थरथर कामेको त्यत्तिकै भएन रहेछ क्या। मेडिट हेर्न सक्नुहुन्छ है घाँस झारेँ है धेरै समयपछि हेर्न सक्नुहुन्छ यस्तो अवस्था छ। अब यो घाँस चाहिँ अलिकति जम्मा गर्छौँ त्यसपछि हाम्रो काम भनेको तरुल निकाल्ने है। बवाल हुनेवाला छ आजको भिडियो चाहिँ। भिडियोसँगै रहनु होला। तपाईँहरूले माया जुन देखाइराख्नु भएको छ त्यसको लागि थ्याङ्क यू सो मच भन्न चाहन्छु है। मैले भिलेज ब्लगको रूपमा चाहिँ गाउँघरको
दृश्यहरू समेटेको भिडियोहरू लिएर आउने गर्छु। अब अलिकति मौलिकता होस् होइन, टिपिकलनेस होस् भन्ने मेरो चाहना सधैँ नै रहन्छ। अब संस्कार संस्कृति गाउँघरको डाँडा पखेरा है सबै कुराहरू चाहिँ समेटिएको भिडियो लिएर आउँ भन्ने मेरो चाहना हुन्छ है। अब खुर्पेटो यो खुर्पा चाहिँ यस्तो छ। पहिला खुर्पा अहिले त खुर्पा पनि अब हातैमा लिएर हिँड्ने चलन छन् कतिपयको। खुर्पा चाहिँ नभेट्ने, खुर्पेटो नभेट्ने। तर मलाई चाहिँ सजिलो लाग्छ खुर्पेटो भेटेर हिँड्दाखेरि आनन्दले दुईवटा हात चाहिँ फ्री हुन्छ। कतै लडिहाले पनि हातमा चाहिँ हुन्छ, यता त्यति काट्ने चान्स पनि हुँदैन त्यो चाहिँ है। अब चाहिँ घाँस जम्मा गर्छौँ, त्यसपछि तरुलतिर आउँछौँ। एकदमै बवाल हुनेवाला छ, स्टे ट्युन है त ल। यस्तो छ है हाम्रो मगर भाषामा यो घाँस यसरी गर्नुलाई चाहिँ हामीले घाँस छक्री मगर नै भन्छौँ। घाँस छक्री के भन्छौँ यसलाई चाहिँ है, घाँस जम्मा गर्ने। अब यसलाई चाहिँ पातहरू खेर नफाल्ने, यसलाई चाहिँ यसरी यसलाई घाँस चाहिँ जम्मा गर्ने हो है। यस्तो छ तरिकाले है। ल लागेको खुर्पा छ भने आनन्द हुन्छ क्या, यस्तो मजा लागेको छ यो। हिजो अस्ति भर्खरै अर्जापेको रहेछ यो। कतिपयलाई चाहिँ अब अहिलेको बच्चाहरूलाई यो अर्जापेको भन्ने पनि थाहा हुन्न। यसलाई खुर्पा भन्छौँ है। यो खुर्पालाई अर्जापेको भनेको चाहिँ यसलाई चाहिँ धार लगाउने, पोइन्ट लगाउने, यसलाई चाहिँ आरनमा लगाएर, मौलिक आरनमा लगाएर चाहिँ यसलाई मजाले यसलाई चाहिँ फेरि लाग्ने गराउनेलाई चाहिँ हामीले अर्जापेको भन्छौँ है। अब आरनको भिडियो पनि मैले हालेको छु, मौलिक आरनको भिडियो, त्यो पनि हेर्नु होला है। अब आरनमा अब पहिलाको औजारहरू चाहिँ खुर्पा, अब आरी आसी भनौँ न होइन, त्यस्तै चिजहरू हुन्थ्यो। अब यसलाई चाहिँ हामीले विश्वकर्मा दाजुभाइहरूको घरमा लगाएर, आरनमा लगाएर चाहिँ हामीले अर्जाप्ने गर्थ्यौँ। अहिले अब कतिपय ठाउँमा चाहिँ आरनको कुराहरू पनि हराइसकेको छ। अब सबैले घरमै गाउँघरतिर चाहिँ विश्वकर्मा दाजुभाइहरू मात्रै होइन, अरूले पनि अहिले यो अर्जाप्ने ठाउँहरू बनाउन लागिसकेको अवस्था छ। किनभने सबै अब विस्थापित भइसक्यो। अब पुरानो चिजहरू बिस्तारै अब लोप हुने अवस्थामा छ। त्यही भएर हामीले आफ्नो चिजहरू चाहिँ पेसा व्यवसायहरू होइन, आफ्नो धर्म संस्कृति, आफ्नो कला संस्कृतिहरू चाहिँ हामीले बचाउनु पर्छ है। अब अरू भन्दा नि अहिले चाहिँ माघे सङ्क्रान्ति हामी मगरहरूको मिनाम भेष, मिनाम भनेको चाहिँ नयाँ, भेष भनेको चाहिँ वर्ष, नयाँ वर्ष है। नयाँ वर्ष चाहिँ आउँदैछ हाम्रो मगरहरूको नयाँ वर्ष। एउटा चाहिँ पर्व हो यो चाहिँ, एउटा उल्लास तरिकाले, उत्सव तरिकाले मनाउँछौँ हामीले। र अब यो घाँस चाहिँ यसलाई बोक्नुपर्छ। अब यसलाई चाहिँ लानु पऱ्यो, लानु पऱ्यो। ल देउस यति घाँसै भयो। अब चाहिँ तरुल खन्नुपर्छ है। अब आउनु होला, तरुल निकाल्ने, तरुल खन्ने काम चाहिँ अब सुरु हुन्छ है त। ल लाम ल। अब चाहिँ तरुल खन्न जाने भान्जा, तरुल भान्जाले खन्ने कि मैले खन्ने हो? अनि त्यसले चाहिँ ओसार्ने मात्रै हो? ल खोइ बेल्चा, अर्को भाँडाहरू खोइ कहाँ छ? खै उठाउ त्यो भान्जा। ल त्यहाँ भान्जा अर्को त्यहाँ उसमा नि छ, त्यो बोटमा माथि त्यो कप्पै गरेर राखेको छ माथि हेर त, उतो पनि निकाल्यो त्यो गुरी। ल जाउँ भान्जा। खोइ एउटा त्यो साबल चाहिँ मलाई देऊ त, साबल। त्यो साबल मलाई देऊ, बाँकी तिमीले सक्छौ? ल यो म बोक्छु। ल जाउँ त्यो लिएर हो उता माथितिर हो, ओ माथि उतातिर। ल जाउँ यतैबाट जाउँ। ल अब हामी लाग्यो है मेलोतिर तरुल खन्नको लागि। स्टे ट्युन है त। राइट, अस्ति नै यहाँ डोब हानेर राखेको चाहिँ यहाँनिर छ है, यसमा नि छ, अनि यतातिर छ यसमा, अनि यहाँ पनि छ, अनि अर्को नेक्स्ट यसमा नै छ। यसमा त पुरै यो त डल्लै फलासे यो चाहिँ है। माथितिर नि छ, माथिको निकाल्न जान्छौँ हामी चाहिँ। यहाँबाट छिर्दैन। ल भान्जालाई छिरौँ त। ल
कपिल भान्जा नै छिर्यो ल ऊ यता नि छ भान्जा ल ती तरुल यहाँ छ तरुल भान्जा यहाँ तरुल छ ए ल यहाँ आइपुग्यो है अब आजको लागि चाहिँ ढोग्नु पऱ्यो नि त यहाँ अब निकाल्नु पऱ्यो है अब यो चाहिँ निकाल्नु पऱ्यो भान्जेर मैले अब यहाँ छ त्यहाँ छ त्यहाँ छ त्यहाँ छ 6-7 ठाउँमै रहेछ ल आज निकाल्न चाहिँ अस्ति नै मैले यहाँ खनेर राखेको यो भाग 1मा लगभग मलाई लाग्छ यो भाग 1मा भाग 2मा यो भाग 2मा खनेको चाहिँ यो खाल्टो हो यहाँबाट निकाल्छु है ल यस्तो छ यहाँ चाहिँ है अब यहाँ तरुल चाहिँ यसलाई पुरै यो पुरानो यो चाहिँ पुरानो हो यो पुरानो यहाँ यो नयाँ छ यहाँ पुरै यो पुरानो यहाँको पुरानो यो पुरानो यस्तो छ यहाँ तरुली पुरै अब यसलाई चाहिँ निकाल्नु पर्छ है यस्तो चाहिँ तरुल पहिल्यै खनेर राखेको भएर यस्तो देखिया छ ल है भान्जा ल निस्क्यो है तरुल ल डबल निस्क्यो डबल तरुल त यस्तो तरिकाले निस्क्यो तरुल भान्जै यस्तै है ल तरुल निस्किया छ यतातिर भान्जा यहाँ राख्ने है त यहाँ तरुल ल अर्को पनि निस्किँदैछ यहाँ तरुल है यहाँ यो पुरै सर्लकै एकदमै मसिनो खालको रहेछ यहाँ चाहिँ सर्लकै तर एकदम खानालाई चाहिँ राम्रो त ठुल्ठुलो पनि हुन्छ तर यो चाहिँ खोज्नेहरूले अलिक धेरै खोज्छन् यो सर्लकै भएको चाहिँ यस्तो यो मसिनो छ यो चाहिँ यस्तो खालको रहेछ यो है अनि यतातिर यो पनि निस्किएको थियो अस्ति निकालेर राखेको भएर यहाँ पुरै खनेर राखेको भएर अहिले चाहिँ सजिलो भयो यही मसिनो भयो है एउटा चाहिँ निकै खत्रै निस्किरहेको छ अरू चाहिँ अलि मसिनै खाने यसको माथिको टाउको यो लहरा चाहिँ छुट्याउनु पर्छ पहिला अब त्यो छुट्याएपछि सर्लक्कै निस्क्यो पनि भान्जाले भनेपछि त यहाँ होला के अरे भनेर खनेको साथीको भएर यी भाँची भान्जा त एकदम कति त हुन्छ यो भाँची यो चाहिँ ठ्याक्कै उसो नेर भाँचिया छ यो चाहिँ है यस्तो छ तरुल ल है त माघे सङ्क्रान्तिको लागि तरुल है आज कति भान्जा आज 27 गते आज 27 भनेपछि 28, 29, 30 को महिना 3 दिन बाँकी छ यो महिना यो सिद्धिनलाई चाहिँ त्यसपछि माघे सङ्क्रान्ति हाम्रो भुटानबाट पनि हाम्रो नेपाली भाषी साथीहरूले चाहिँ युट्युबमा चाहिँ धेरै सोधिराख्नु भएको छ माया गरिराख्नु भएको छ तपाईँहरू सबैजनालाई हामी नेपालीहरूको तर्फबाट है तपाईँहरूलाई चाहिँ धेरै सम्झना छ तपाईँहरू भुटानमा रहनु भए पनि नेपाली भाषा बोल्नुहुन्छ खुसी लाग्छ तपाईँहरूको त्यो मायालाई चाहिँ सम्मान गर्न चाहन्छु है भान्जा तरुललाई पनि क्वाक्यो क्या है ए यहाँ तल तरुल रहेछ त नि त्यस्तो हुन्छ कि पुरै तरुलै रहेछ त नि पानी निस्केछ यसमा यो पुरै यहाँको पानीले चाहिँ हेर्नुहोस् त यस्तो छ यो त पुरै सर्प जस्तो पो छ त भान्जा है कालो न कालो यस्तो छ यहाँ अब यसलाई चाहिँ निकाल्नुपर्छ यो निकाल्नलाई यहाँ माथि टाउकोमा यसको चाहिँ टाउको निकाल्नुपर्छ यसको चाहिँ माथिको यो यहाँको चुडाउनु पर्छ क्या भान्जा डबल छ कि यसको है डबल रहेछ यसलाई पनि अब निकाल्नु पऱ्यो नि यताबाट भान्जा अलिक त देखाइदिनु त यसमा है त अब जस्तो छ त दुइटै एकैचोटि रहेछ यसको टाउको एउटै रहेछ त नि भान्जा यो त दुइटा रहेछ त यस्तो छ माटोमै पुरै माटोमै गङ्गरङ्गै ढलौला जस्तो पो गऱ्यो त्यो तान्दार त यस्तो रहेछ त अनि दुइटा एकै ठाउँमा रहेछ है भान्जा ल यस्तो छ तरुल चाहिँ अर्को यहाँ छ यो पनि खतरा यो लामो छ यता झन् अर्को दुइटा रहेछ यसमा यसमा दुइटा छ है त आज चाहिँ कपिल भान्जा र मेरो पालो छ आज खन्नलाई चाहिँ है अब भान्जाले ओसार्ने अहिले यहाँ पुरै अस्ति पुरै निकालेर राखेको क्या यो त लामो छ भान्जा यो चाहिँ एउटैको रहेछ बिचमा गएर दुइटा भएको रहेछ यो चाहिँ तरुल लाखे है त तरुल यस्तो रहेछ यो तरुल
पुरै यहाँ जुम्ले रहेछ यो त जुम्ल्या यो जुम्ले खालको तरुल रहेछ यो चाहिँ हेर्नु होला है तरुल यस्तो फल्छ यहाँ जुम्ले खालको तरुली जुम्ले तरुल है त यो जुम्ल्या भएकोबाट जुम्ले भनेको यसलाई चाहिँ यस्तो छ तरुल चाहिँ यो बिचमा गएर यहाँ हाँगाबाट चाहिँ अर्को छुट्टिएर आएको अवस्था छ यो चाहिँ अब यसलाई यहाँ निकालेर राइट ल यहाँको चाहिँ ल बाउ है यो सानो चाहिँ हिरा खामला यो चाहिँ ल यो चाहिँ छैठौँ खाल्टो यो अलिकति खासै फलेको चाहिँ छैन र यहाँ खनिसकेपछि निकाल्नु चाहिँ पर्छ यसलाई हामीले है अब यसलाई चाहिँ निकाल्नको लागि हामीले चाहिँ यसलाई ट्याक्कै लाएर यो टाउको भान निकालेर फेरि रोप्नुपर्छ यसलाई रोप्न सकिन्छ पनि यसलाई चाहिँ सर्पवाला स्नेकवाला यो चाहिँ है यसरी यसरी ठुङ्छ नि त्यसले यसरी यो पुच्छर हो सर्पको यस्तो हुन्छ यो यस्तो सुइँ हो यसरी ठुङ्न खोज्छ यो चाहिँ सर्प है यो चाहिँ सर्प स्नेकवाला है यस्तो ठुङ्छ नि यो तरुली फेरि है साथीहरू हेर्नुहोस् त यस्तो ठुङ्छ यो तरुली है अनि अर्को यता चाहिँ फेरि भान्जालाई पनि ठुङ्नु लाग्यो भान्जा सुई गरेको छ त नि स्वा गरेको थियो त ठुङ्नु लागेन मैले त भान्जालाई हान्ने के भन्ने क्या सुई गरेको थियो त मैले त हाने होला यसले त एक भाग त भनेको त है स्वा गरेको थियो त नि भनेको थिएन स्वा चाहिँ भनेको थियो सर्प जस्तै भनेको थियो सर्पै हो क्या त्यसो त है ल अब चाहिँ यहाँ कपिल भान्जाले भान्जा गरौँको छ यसरी आमा भान्जाले आफूभन्दा अग्लो हेर्नुहोस् त हाम्रो कपिल भान्जाले हेट आफूभन्दा अग्लो तरुल के हो भान्जा यहाँबाट पुरै यति लामो हो आमामा कति लामो त है भान्जाले ल यो खतराले तरुल उचालेको छ भान्जाले चाहिँ है यसमा है कति गरौँको छ भान्जा खै गरौँको छ है तरुल रुचाउँदैन खाना मनपर्छ अब ओसारो भ्याइएन होइन ल अब यो ओसारो भ्याएपछि चाहिँ हामी फेरि त्यसलाई काटकुटहरू गर्छौँ है हेर्दै गर्नु होला है त कति ओसार्यौँ कति टोटल बनायौँ हामीले त्यो पनि देखाउँछौँ तपाईँहरूलाई ल फाइनली आजको हाम्रो तरुल चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ है यहाँबाट सुइँ लाएर तरुल हेर्न सक्नुहुन्छ पुरै तरुल छ यहाँनिर पुरै लाइनै लगाएर राखेको अवस्था छ है हेर्नुहोस् त पुरै माथिबाटै यो टाउको त्यहाँनिर छ यसको तलतिरको भाग चाहिँ यो हो पुरै तरुल आज कपिल भान्जेर मैले चाहिँ यहाँ तरुल ओसार्यौँ हेर्न सक्नुहुन्छ यो तरुल पुरै अब यसलाई काटेर अब यसलाई भारी हाल्नुपर्ने अवस्था हुन्छ हेर्नुहोस् है आजको तरुल यो भान्जा तरुल खत्रै फलायो कि होइन तर यो तरुल चाहिँ आज भने जस्तो चाहिँ फलेन है यस्तो खालको निस्क्यो तरुल सेतो तरुल छ यहाँ चाहिँ यो पुरै यस्तै खालको हुन्छ यहाँ तरुली यो हेर्न सक्नुहुन्छ अब यो माघे सङ्क्रान्तिको लागि तरुल चाहिँ एकदमै अहिले अन्तिम चरणमा निकाल्दैछौँ यो अब 3 दिनपछि चाहिँ माघे सङ्क्रान्ति आउँदैछ हेर्न सक्नुहुन्छ है ल साथीहरू है अब हामीले तरुल चाहिँ यतातिर जम्मा गरेर राखेका छौँ यहाँनिर 2टा तरुल छ यो तरुल चाहिँ मैले खास गरी यो दोस्रो भागमा यो जुन खाल्टो खनेर राखेको तरुलको चाहिँ चिजहरू निकालेर आज यो जम्मा गऱ्यौँ यो चाहिँ मेरो यो तरुल खनाएको 2082 सालको जुन माघे सङ्क्रान्तिको लागि तरुल खनाएको चाहिँ यो चौथो भाग हो यो 4th एपिसोड हो अब यसमा चाहिँ आज मैले विशेष गरी मेरो कपिल भान्जा अनि त्यसपछि म भएर चाहिँ आज घाँस पनि झार्यौँ है अनि घाँस झारेपछि घाँस हामीले जम्मा गरेर घाँस पनि ल्यायौँ र बाँकी यो आजको यो तरुल निकाल्ने काम चाहिँ भयो अब तरुल चाहिँ अब कतिखेर फल्छ कुन ठाउँमा चाहिँ फल्दैन भन्ने कुराहरू यो पहिले चाहिँ थाहा हुँदैन खनेपछि अब फल्ने नफल्ने कुराहरू हुन्छ तर यसपालि अलिकति समयले गर्दाखेरि यो केराको अलिकति झाङले गर्दा पनि त्यति तरुल चाहिँ खासै पहिला जस्तो चाहिँ अलिकति यो तरुल चाहिँ हामीले उठाउन सकेनौँ तर ठिक छ फल्न फल्या छ अब यो चिजहरू भनेको हामीले नगदे बालीको रूपमा चाहिँ यो हामीले यो बारीको काण्डमा रुखमा चाहिँ हामीले लगाउँछौँ अब रुखमा लगाएको चिजहरू हामीले यो माघे सङ्क्रान्तिमा खानको लागि मात्रै हामीले लगाएको तर हिजो आज यो चाहिँ तरुलको मागहरू
बजारमा राम्रै भएको कारणले गर्दाखेरि हामीले यो तरुल निकालेर 2-4 रुपियाँ आम्दानी पनि गर्छौँ। त्यो चिजहरू देखाएँ मैले तपाईँहरूलाई, कस्तो लाग्यो है। आजको भिडियो चाहिँ अब चाहिँ अन्त्य गर्ने बेलामा आइसकेका छौँ। माघे सङ्क्रान्ति आउन अब केही दिन मात्रै बाँकी छ। आज 27 गते, अब 28, 29, 30 भनेपछि 30 को महिना छ। 30 गते भनेपछि अब 3 दिन मात्रै बाँकी छ अब माघे सङ्क्रान्ति आउनको लागि। तपाईँहरू सबैजनालाई माघे सङ्क्रान्ति 2082 को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। तपाईँहरूको सुखमय रहोस्, तपाईँहरूको बाँकी समयहरू सुखमय रहोस् र तपाईँहरूले सोचेका आँटेका सबै कामहरू पुरा होस् भन्दै त्यो मनोकामना पनि म व्यक्त गर्न चाहन्छु। आजको भिडियोबाट छुटिन चाहन्छु। बाँकी दृश्यहरू, बाँकी अन्य चाहिँ भ्लगहरू हेर्नको लागि चाहिँ मेरो युट्युब च्यानलदेखि मेरो फेसबुक, युट्युब लगायतका मेरा सोसियल प्लेटफर्महरू तपाईँहरूले त्यसलाई चाहिँ फलो गर्नुहोला, सब्सक्राइब गर्नुहोला, लाइक गर्नुहोला, सेयर गर्नुहोला अनि प्रतिक्रिया पनि व्यक्त गर्नुहोला। तपाईँलाई लाका चिजहरू, तपाईँसँग चाहिँ भएका चिजहरू पनि व्यक्त गर्नुहोला। कतिपय विदेशबाट, कतिपय चाहिँ नेपालका विभिन्न ठाउँबाट मात्रै नभएर भुटानबाट पनि धेरै साथीहरूले माया गरिराख्नु भएको छ। यहाँहरू सबैलाई मेरो हृदयबाटै सम्मान छ, नमन छ। थ्याङ्क यू सो मच पनि भन्न चाहन्छु। सबैजनालाई एकमुष्ट रूपमा चाहिँ धन्यवाद भन्दै आजको भिडियोबाट छुट्टिन चाहन्छु। अर्को नयाँ भ्लग, नयाँ जुन भिडियोको साथमा म छिट्टै नै भेट्न आउनेछु। तपाईँहरू सबैजनाको सुखमय पल रहोस्, आफ्नो केयर गर्नु होला। मैले बारम्बार भनिराखेको छु, तपाईँहरू नेपालभित्र रहनुहुन्छ भने जाडो महिना छ, ख्याल गर्नु होला। यदि विदेशमा हुनुहुन्छ भने तपाईँहरू चाहिँ आफ्नो स्वास्थ्य ख्याल गर्नु होला, काम गर्दाखेरि खानपिनमा ध्यान दिनु होला। ती चिजहरू छ भन्दै छुट्टिन चाहन्छु। तपाईँहरूको दिन शुभ रहोस्। नमस्ते, झर्ले।